गाइज वेलकम टू गो एलिसाको च्यानल। एलिसाले कपाल बाँध्दैछ अनि मैले अहिले क्यामेरा अन गरेको छु। गाइज मैं यहाँ कपल बनाने हेलो गाइज वेलकम टू एलिसा च्यानल। आई एम वेलकम बैक आफ्टर सो ये हमारा नमस्ते ढोलिया एकै हुन्छ बिचरा खुल्ला। हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल न्यू ब्लग। म चाहिँ निलुलाई पर्खिरहेको छु। यहाँ आज यति बनाएको ब्लग निलु चाहिँ आउँदैछ सो गाइज मैले निलुलाई नि रिसिभ गरिसकेँ। रिसिभै छ भन्छ उठाइसकेँ। मेरो पछाडि हिँड त चाहिँ मेरो गाडीमा हिँड्दिनँ गाडीमा त्यही नै हो गाइज। हेर्दै जानु आज कस्तो राम्रो देखेको छ। अरू बेला त्यो हुन्छ नि है त्यो सनराइज आउने बेला रातो आउँछ नि हो त्यो कति राम्रो देखिन्छ। आज राम्रो देखिनु आउँछ। सुजनालाई प्र्याङ्क गर्ने क्या प्र्याङ्क त्यही भएर आउँछु भन्दै थियो। प्र्याङ्क गर्नुपर्छ फोन ल्याए भन्दै थियो। कति साह्रो चढ्छ हौ त्यही भएर हेर्नु होइन। त्यो त तिनजनाको मात्र हो। रोजी त म साइड साइड त्यो यसरी उठ्नु लाउँछ नि अनि बिचमा त्यो हो त्यो क्या त्यो न गाइज लामो हुन्छ ब्लग। बाई बाई। सो गाइज यहाँ हेर्नु ओके धेरै आफ्टर लङ टाइमपछि यो बनाऊ नाटक पारेको जस्तो गर्न हेलो गाइज म चाहिँ आफ्टर लङ टाइम कलेज आइसकेँ अनि मलाई सोधन कस्तो सुजना आज यो यस्तो राम्रो हुँदै आउनु थालेको छ। यसको भ्लग बनाउनुको लागि आएको अरे यो अलिकति आइज ए नजान रोजी। अब हामी तिनजना हुन्छ गाइज त यहाँ तेरो मेजर नेपाली पढे भाइ यत्रो यसरी खाली पिरियडमा बस्नु पाउँछ। मेम आउनुहुन्न र म्याम आउनु हुँदैन। म्याम बिरामी आइज रोजी त नि यहाँ माथि फक्दिन ए भरे त हामीले बनाउनु पर्छ हौ। आइज यसो अबदेखि लाज लाग्छ क्या मलाई। आऊ है कत्रो ठुलो बोलेको हेर्नु आइज रोजी रोजी कम यस मेरो फेस भयो भयो हेर गर्नु भयो। सो त्यही हो गाइस धेरै लामो भयो। बाई बाई। रुको जरा सबर करो। अच्छा ठीक है। गाइज हामी यहाँ छौँ होइन। क्या बोले भाई? अब क्या बोले? हाम्रो आज छिट्टै छुट्टी भयो। कंग्रेचुलेसन। किन अनुहार आज किनभने एक्स्ट्रा क्लास हुँदैन। होइन हुन्छ तर भएन। आज के हो के भर्खर कहिले हाल्छ तैँले हो लाउँछु म चाँडै। सो गाइज अब चाहिँ हामी पानीपुरी खान्छौँ। हामीसँग पैसा छ 50 रुपियाँ अघि बिहान भन्नु मलाई दिनुपर्छ नि पैसाको मन चाहिँ आउँदैन रहेछ यसो भनेको। हामीले पानीपुरी खानेको चाहिँ यो दोकान हो। रोजी हाई करो जरा बेटा निलो इधर देख पोज होइन नट पोज हाई ओके बाई। आन्टी हामीलाई उयो पानीपुरी बनाइदिनु न। कतिको है कतिको खानु 50को पानीपुरी र 50को चटपटे बनाइदिनु। के अरे तीमा चाहिँ
अलिक पियो खोर्सानी लगाइदिनु न पानीपुरीमा चाहिँ एकछिन यो चाहिँ कस्तो एकछिन ल म यो उयो गर्छु हाम्रो पैसा हो गाइज यो निलुको यो मेरो रोजीले हिजो किनिदियो अब चाहिँ हामी खान्छौँ एकछिनमा गाइज यसले कहिले चाहिँ छुटाउँदैन म त ल्याउँदिन एकै हुन्छ बिचरा खुल्ला नलाइदिनु भन्छ उता चाहिँ आन्टी यो काट्यो चनाबाट नलाइदिनु ल हमारा बैग यहाँ पर है ए हम हिंदी बोलूँ ना लो भाई लो अब हम क्या खाने वाला है बता गोलगप्पे और चटपटे गोलगप्पा और तू 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 बोल ना तू बोल हम खाएंगे गोलगप्पे और झालमुड़ी झालमुड़ी के दाए नट चटपटे या किसने फोन किया त्यो उयो छ नि तेरा बाप ने भन्ने शब्दलाई के भन्छ है सब सब और तेरा पिताजी Whose number? हिंदी बोल इधर किसका नंबर है हमें बहुत ज़्यादा मिस कर किया 5 मिस कर किया हमें ये भी फिर नंबर देखते हम लोग मैं यहाँ कपल बनाने कैसा हुआ ओए जरा बोल ना मेरा चैनल को हेलो गाइस वेलकम टू एलिसा's चैनल आई एम वेलकम बैक आफ्टर सो ये हमारा इंग्लिश है मैं चाहिँ चुन्नी मिला रहा हूँ वाई चुन्नी इज नॉट हुई इसको खालको ऐसा इंग्लिश बोलता है तो नीलू यता परे यहाँ परे अब हम यहाँ पर ये गीत चाहिँ राम्रो लाग्यो क्या मलाई चटपटी आएपछि भेटौँ ल वेलकम टु को एलिसाको च्यानल एलिसाले कपाल बाँध्दैछ अनि मैले अहिले क्यामेरा अन गरेको छु यहाँ आन्टीले चटपटी बनाउनु हुँदैछ आन्टीलाई कति राम्रो देखेको आन्टीले साह्रै चटपटी बनाउनु यस्तै हुन्छ क्या गाई हेर्नु न जहिले त दिनदिनै यस्तो हुन्छ आफ्नो भयो पो राम्रो हुन्छ हौ अनि फेरि एउटा रहेछ भनिगयो मेरै चलो होइन साथी भनेको नै आफ्नो हुन्छ यो रोजीको हो अनि रोजी लगाएको सल चाहिँ मेरो हो तेरो नि पऱ्यो रोज पनि चल नभएको हो गाइस अर्काको लाग्यो गाइस छैन हो पिनहरु लाग्यो एउटै फोटो छैन के सब फुट्टा यो फोन भर्खर पेन्ट लगाएको फोनहरू उता छ अर्को फोन लाग्छ बाउको फोनमा मेरो लगाएको फोन नि यो कति बस्छ त लगाएको अस्ति भर्खर 3-4 महिना होला हो आवा हो त्यो त अगाडि माइजूको फोन हो नि त पुरानो गाइस उहाँ पर हेर्नु न फुल कस्तो राम्रो छ मक्कै परिगयो थ्याङ्क यू यो देखा न को जान्छ उता जान्छ जाने पर बस्नु कहाँ जान्छ सम्म है तो याद रखना मेरी परवाना जालिमा हेर्नु गाइस ब्याकग्राउन्डमा फुल कस्तो राम्रो छ नमस्ते ढोकदिया हेर्नु है गाइस देखाउँछु लुक एट नमस्ते ढोकदिया ओइ जान एकछिन मैले जुम गर्ने राख्छु ओइ देखेन हौ जान साइड छ कि नि त नमस्ते ढोकदिया मङ्गल एकता टोल यहाँ सबै प्रकारका नास्ता तथा चिसो पेय पदार्थ पाइन्छ उस सरी ओके गाइस खाउँला नि फेरि यहाँ चाहिँ यिनीहरू छ लोग देखिए हमारा पानी पूरी 50 का इतना आता है इतनी आता है अब हम लोग खाएंगे हाँ गाइस लोग ओके गाइस म खमेर एकछिन ल लु त लु न ओके गाइस खान्छु ल टिप अब त धेरै रहेछ ओ माय गॉड झन्डा नै हो 50 ल गाइस ढङ्ग छैन
यहाँ लगाइदिएँ फेरि भरे खोजिन्छ र ब्यागभित्र लगाएर गाइस लो कति आइज नि त अलिकति आइज बेच सानो अलिकति आइज त गाईहरू चाहिँ अहिले कप्लक हालेर लोजेर सायद जहिले भित्र छिटो खाँदा रहेछ भनेर अस्ति लु सबै सँगै लगाउँ थोर थोर गाई त खाइन् ल फेरि हाफ मात्र आउँछ फर्स्ट बाइट खाएर सक्यो निलु ए रोजी नभने म निलुलाई एउटा क्वेसन सोध्छु यो पसलको नाम के हो थाहा छ नभने नमस्ते तिम्रो अब अस्ति चौचौ खाने बानी थियो अब यो यता आयो सरे होइन होइन लु धनी हुँदै गएको पैसा चाहिँ नहुनु अनि हातले होइन धनी सुन्दैछ शान्ति बनाउनु पर्छ क्या छ गाईजना त्यो हेर्दै हुँदैन को गाई म यस्तो खालको मान्छे चाहिँ मन पर्दैन गाइस लोग हमने फिनिश कर दिया कंप्लीट कर दिया ये कति क्लास हो जाता क्लास 6 को प्रेम मन्दिर जानकी टेम्पल इटरीको होइन इटरीमा नि छ जानकी मन्दिर हो ए ओके बाई 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 जा बाई बाई निलो आउँदैछ त बाई बाई मैले स्कुटी सिकेको ग्राउन्ड यही हो इङ्ग्लिसमा भनौँ नभनौँ तर नभनौँ गाइज किनभने मेरो इङ्ग्लिसमा ए प्लस होइन ए त्यस्तै भनौँ न बी प्लस ल्याउने मान्छे हो म चाहिँ तेरो कति आउँछ है इङ्ग्लिसमा एसीमा त ए प्लस गाइज मलाई चाहिँ नि कस्तो हुन्छ भने नि त्यो इङ्ग्लिसमा त्यो वाक्यहरू बनाएर लेख्नु चाहिँ आउँदैन बरुभन्दा ग्रामरहरू आउँछ हो ग्रामर सजिलो लाग्छ त्यो फ्री राइटिङहरू लेख्नु हुँदैन गाइज यो मैले स्कुटी सिकेको ठाउँ है अन्त त्यो चाहिँ नेपाली गाइज हाम्रो यता परे यस्तो क्या मन्दिर बनाउँदै गरेको होला मेबी अनि गाइज मैले चाहिँ यहाँ पर सिकेको हो क्या यो पर पुस्कीमा त्यही हो गाइज आज ब्लग धेरै लामो सरी अनि त्यस्तै यो गाइज के भनौँ है अरू त मलाई बोल्नु आउँदैन क्यामेरा हराएपछि त होइन अब के भन्नुपर्ने हो त्यो चाहिँ बोल्नु आउँदैन क्या भन्नु खोजेको बुझ्नु ल गाइज बाई बाई सी यू अब मेरो एकैचोटि बर्थडेको ब्लगमा